हेलो गाइज, हाम्रो यो कालीगण्डकी कोरिडोरको कालोपत्रे अरविन्ददेखि हर्मीचौर खण्ड हामी आज पैदल यात्रा गर्दैछौँ। अहिले हाम्रो कालोपत्रे सुरु हुन थालिसकेको छ। लगभग हाम्रो हर्मीचौरदेखि अरविन्दीमा आइसकेको छ कालोपत्रे गर्दै। आज हामी तपाईहरुलाई सबैलाई देखाउनका लागि हामी पैदल यात्रा अरविन्ददेखि हर्मीचौर गर्दैछौँ। यो कालीगण्डकी कोरिडोरको बाटो हो। तपाईले हेर्नु होला, यसमा चाहिँ तपाईको अहिले पोलहरु पनि साइड छेउमा हाम्रो पोलहरु पनि सबै गाडेर लगभग सकिसक्नु भएको छ। तपाईहरुले हेर्नुस्, तपाईलाई कस्तो लाग्छ त्यस्तै कमेन्टहरु गर्नु होला। हामी 3 जना साथीहरु छौं। आज हर्मीचौरसम्म तपाईहरुलाई देखाउनकै लागि भनेर हामी हिँड्दै छौं। यो कालीगण्डकी कोरिडोरको बाटो हो। अहिले कालोपत्रे लगभग अरविन्दी आउन थालिसकेको छ। अब यो चाहिँ यहाँबाट चाहिँ तपाईको यतापट्टि साइडमा अरविन्दी देख्नुहुन्छ तपाईले। अब हेर्नु होला, अनि अर्कोपट्टि साइडमा लगभग कालोपत्रे आएको छ। तपाईहरुलाई कस्तो लाग्छ, त्यस्तै जस्तो लाग्छ त्यस्तै सल्लाह सुझावहरु दिनको लागि नबिर्सिनु होला। यो चाहिँ कालीगण्डकी कोरिडोरको बिजुलीको लागि पोलहरु गाडेर लगभग तयार भइसकेको छ। हामी 2 जना साथी, एउटा धर्मगत हो भने अनि एकजना हाम्रो सर हुनुहुन्छ नवराज शर्माजी। हामी चाहिँ हर्मीचौरसम्मको यात्रा हामी गर्दैछौँ आज। कालीगण्डकी कोरिडोर को बाटो हेर्दै हामी छौं आज। अहिले हामी अरविन्दीमै छौं। यहाँ तपाईले देख्नु भएको छ, यो चाहिँ हाम्रो कालीगण्डकी नदी, अनि यो चाहिँ हाम्रो जोगीमारा भन्ने ठाउँ हो। जोगीमारा चाहिँ देखिएको छ, यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ। अस्ति एउटा भिडियो जोगीमाराबाट पनि भाइरल भएको रहेछ। बादर पनि नअडिने ठाउँमा टु लेनको बाटो गयो अरविन्दी भनेर तपाईहरुले जोगीमाराको ठाउँ पनि देख्न सक्नुहुन्छ। कस्तो छ जस्तो लाग्छ तपाईहरुले त्यस्तै सुझाव दिनु होला। बादर अडिने ठाउँ पनि मैले तपाईहरुलाई देखाइदिन्छु अब एकछिनपछि। तपाईहरुले पनि हेर्नु होला गाइस। हामी ढुकुर हिँडियौं। तपाईहरुलाई अहिले एकछिनपछि मैले त बादर अडिने ठाउँ जोगीमारा पनि देखाइदिन्छु गाइस। जुम गरेर ओइ ल हेर्नु है गाइस, हो यो चाहिँ बादर अडिने ठाउँ जोगीमारा हो। त्यहाँ माथि बाटो पनि छ गाइस, त्यो बाटो पनि देख्न सक्नुहुन्छ। बल्ल गरेर 2टा बाइक छिर्छ। जाने भन्दा इनकेस चट्टा साइडमा गयो भने चाहिँ चोर्लोमा गण्डकीमा हो। ख्याल गरेर हेर्नुपर्ने अवस्था छ। तर पनि त्यहाँ जोगीमाराबाट चाहिँ भिडियो बनाएर अनि हामीलाई चाहिँ अरविन्दीमा बादर नअडिने ठाउँमा टु लेनको बाटो भनेर जाने भनेर अस्ति मैले भिडियोहरु पनि देखेँ। ठिकै छ। अनि गाइस यहाँसम्म चाहिँ हाम्रो कालोपत्रे हुँदै बाटो आइसकेको छ। यहाँसम्म वान साइड कालोपत्रे चाहिँ यहाँसम्म भएको छ भने पानीखानी भन्ने हाम्रो एउटा ठाउँ बनाउँछ। त्यो ठाउँमा चाहिँ टु लेनै कालोपत्रे भइसकेको अवस्था छ। यो चाहिँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ वान साइड चाहिँ कालोपत्रे भइसकेको छ। यहाँबाट तपाईको यतापट्टि हेर्नुभयो भने चाहिँ हाम्रो अरविन्दी देखिन्छ। लगभग यहाँबाट तपाईको आज हामी यो अवस्थामा छौं भने भोलि चाहिँ तपाईको लगभग हामीले यो कालोपत्रे गरेर अरविन्दीको गाउँसम्म बजारसम्म सक्ने भन्ने हाम्रो मेरो अन्दाज छ। यो चाहिँ कालीगण्डकी, यो चाहिँ हाम्रो अरविन्दी साइड नै भयो।
यतापट्टि चाहिँ आर्मीचौर साइड भयो। अर्बेनीमा चाहिँ लगभग तपाईँको 100 200 500 मिटर जति होला लगभग। त्यति हाम्रो कालोपत्रे सक्यो भने चाहिँ अर्बेनीभित्र गाउँमा छिर्ने सम्भावना चाहिँ कालोपत्रेबाट छ है। यसरी नै कालोपत्रे वान साइड कालोपत्रे गरिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको कालीगण्डकी को नदी। हाम्रो तीर्थयात्रीहरू चाहिँ उहाँको कालीगण्डकीको दर्शन गर्न पनि धेरै टाढा टाढाबाट आउनु भएकै छ। सायद तपाईँहरूले जान्नुभएको होला, सुन्नुभएको होला, चिन्नुभएको होला ठाउँहरू। तपाईँहरूलाई जुम गरेर देखाइरहेको छु। यो चाहिँ तपाईँको यहाँसम्म चाहिँ टु साइडै चाहिने भन्नु पऱ्यो कालोपत्रे सकिसकेको छ। टु साइडमै हामी वहाँसम्म पुग्नेछौँ। तसर्थ उहाँ चाहिँ हाम्रो इन्जिनियर हुनुहुन्छ। उहाँ चाहिँ टडक आउनुभयो। टडकले